3 वर्षको लामो प्रतीक्षापछि आज हामी फेरि जुटेका छौँ। एमडी डिग्री हासिल गरेर आफ्नो बाटोमा हिँडेका थिए। त्यो विद्यार्थीको जीवनका कठिन र सुखद पलहरू आज फेरि सम्झना भनेर हाम्रो मनमा नाचिरहेको छन्। रातभरि जागेर पढेका ती रातहरू, परीक्षाको तनाव र उत्तीर्ण हुँदैको खुसी, बिमारीहरूलाई सेवा गर्न पहिलो अनुभव, यी सबै स्मृतिहरू मेटिन नसक्ने भएका छन्। एउटै कक्षामा बसेर एउटै सपना बोकेर हामीले सिकेका थिए जीवन र मृत्युका पाठहरू। एक अर्कालाई सहयोग गर्दै हौसला दिँदै पार गरेका थिए आचार्यका शिक्षाको कठिन यात्रा। 3 वर्षको यो छोटो समयमा कति परिवर्तन आयो हाम्रो जीवनमा। कसैले परिवार बसाले, कसैले थप अध्ययन गरे, कसैले विदेशमा आफ्नो सिप निखारे। आज यहाँ एकत्रित भएर पुरानो दिनको सम्झना ताजा गर्दा अनुहारमा छाएको आनन्दको मुस्कान बताउँछ हाम्रो मित्रताको गहिराई। यहाँ हामीसँग नभएका साथीहरू हाम्रो मनमा र हृदयमा सधैँ छन्। विभिन्न कारणले आउन नसकेका तिमीहरू हाम्रो यो खुसीको क्षणमा सम्झिरहेको छौ। भविष्यमा फेरि भेट्ने आशा लिएर तिमीहरूलाई पनि हाम्रो मायाको अँगालो। अर्को पुनर्मिलनमा सबै साथीहरू एकसाथ भेला हौ, यही छ हाम्रो कामना। हाम्रो यो मिलन क्षणिक भए पनि यसले दिएका आनन्द चिरस्थायी छ। सफलताका यात्रामा अझै अघि बढाउँदै सधैँ एक अर्काको खुसीमा रमाउँदै जाउँ। यस जीवनमा सुख, शान्ति र समृद्धि र आउँदो जीवनमा पनि सद्गति होस्। हाम्रो मैत्री र स्नेह अनन्त रहोस्। जन्म जन्मान्तरसम्म यो सम्बन्ध अटुट रहोस्। जहाँ जहाँ छौ, जे गर्छौ, हामी सधैँ एउटै परिवारका सदस्य हौ। आज यहाँबाट फर्किसकेपछि पनि यी समृद्धिहरू हाम्रो मनमा सधैँ ताजा रहनेछन्। हाम्रो मित्रता, हाम्रो सम्बन्ध, हाम्रो आपसी स्नेह र सद्भाव यस जीवनमा मात्रै होइन, आउँदो जीवनमा पनि यसरी नै बलियो र अटुट रहोस्, यही छ मेरो कामना। धेरै धेरै धन्यवाद र टस्तेले।